आजको भिडियोमा हामीले डिमेट एकाउन्ट कसरी खोल्ने, डिमेट एकाउन्ट खोलिसके पछाडि पहिलो पटक मेरो सेयर लगइन कसरी गर्ने र पहिलो पटक आइपिओ कसरी भर्ने यसको बारेमा सम्पूर्ण जानकारी दिनेछौ। त्यसकारण तपाईहरु नयाँ हुनुहुन्छ, आफ्नो मोबाइलको प्रयोग गरेर घरमै बसी अनलाइन मार्फत नै डिमेट एकाउन्ट खोल्ने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला। हामीसँगै तपाईहरुले अन्तिमसम्म भिडियो हेर्दै काम गर्नुभयो भने मज्जाले डिमेट एकाउन्ट खोल्न र आइपिओ भर्न सक्नुहुनेछ। सबैभन्दा पहिले कुरा गरौँ डिमेट एकाउन्ट खोल्नको लागि आवश्यक पर्ने डकुमेन्टहरु के हुन्। सबैभन्दा पहिलो नम्बरमा रहेको छ सिटिजनशिप अर पासपोर्ट अर ड्राइभिङ लाइसेन्स। यी तीन मध्ये तपाईहरुसँग सिटिजनशिप अर्थात नागरिकता भएको बेस्ट हुन्छ। तपाईहरुले नागरिकताको युज गरेर डिमेट एकाउन्ट खोल्नु होला। दोस्रो नम्बरमा रहेको छ बैंक डिटेल्स, जसमा चाहिँ बैंक एकाउन्ट नम्बर, बैंकको नेम कुन बैंक हो र बैंकको ब्रान्च, तपाईहरुको बैंक एकाउन्ट नम्बर कुन बैंकमा रहेको छ, कुन ब्रान्चमा छ त्यो राख्नुपर्ने हुन्छ। यति भए पुग्छ। तेस्रो नम्बरमा चाहिन्छ विटनेस डिटेल। विटनेस भनेको साक्षी, साक्षीको डिटेल चाहिन्छ। साक्षी भनेको पहिले नै डिमेट एकाउन्ट खोलेको मान्छे हुनुपर्छ। तपाईहरुको फ्यामिली, घर परिवार, साथीहरु कसैको छ भने उहाँहरुको युज गर्नुहुन्छ। यदि तपाईहरुसँग छैन, कोही पनि कन्ट्याक्टमा हुनुहुन्न भने भिडियोको डिस्क्रिप्सन बक्समा कुनै पनि एउटा सोशल मिडिया लिंकबाट मलाई कन्ट्याक्ट गर्नु होला, म तपाईहरुलाई सहयोग गर्नेछु। विटनेसको नेम चाहिन्छ, सिटिजनशिपको फ्रन्ट ब्याक दुवै फोटो चाहिन्छ र सिग्नेचरको फोटो चाहिन्छ। चौथो नम्बरमा चाहिन्छ एप्लिकेन्ट डिटेल्स, जसको डिमेट एकाउन्ट खोल्ने उसैको सम्पूर्ण इन्फर्मेसनहरु अब तपाईहरुले रेडी पार्नु पर्ने हुन्छ। जसमा पहिलो नम्बरमा एप्लिकेन्ट फोटो, पीपी साइजको फोटो 512 केबी भन्दा कम साइजको गराउनु होला। यहाँ स्क्रिनमा देखाइ जस्तो गराउनु होला। त्यसपछि अर्को रहेको छ सिटिजनशिपको फोटो फ्रन्ट ब्याक दुवै, अर्थात नागरिकताको अगाडि पछाडि दुवैको फोटो। अर्को रहेको छ लोकेसन म्याप। तपाईहरु अहिले जुन ठाउँमा बस्दै हुनुहुन्छ, करेन्ट एड्रेस जुन राख्दै हुनुहुन्छ त्यो ठाउँको तपाईहरुले लोकेसनको म्याप राख्नु पर्ने हुन्छ। गुगलमा गएर तपाईहरुले स्क्रिनशट गर्दा पनि मान्न सक्छ। यदि त्यो मानेन भने यहाँ स्क्रिनमा देखाइ जसरी यसरी खाली पानामा तपाईहरुले म्याप कोर्नु होला र त्यो युज गर्नु होला। अर्को रहेको छ सिग्नेचरको फोटो। यस्तो खालको खाली पानामा तपाईहरुले सिग्नेचर गर्नु होला र यो सिग्नेचर तपाईहरुले नबिर्सिनु होला, किनभने ब्रोकर अकाउन्ट खोल्दा तपाईहरुले यो सेम सिग्नेचर गर्नुपर्ने हुन्छ। यसर्थ सम्झिने खालको सिग्नेचर गर्नु होला र तपाईहरुले यो फोटो पछि ब्रोकर अकाउन्ट खोल्दासम्म राख्नुपर्ने हुन्छ। अर्को रहेको छ एप्लिकेन्ट थम्ब प्रिन्ट अर्थात औँठा छाप। तपाईहरुले लेफ्टको छुट्टै राइटको छुट्टै औँठा छाप एउटा सादा पानामा गराउनु होला र त्यसको फोटो खिचेर छुट्टा छुट्टै राख्नुपर्ने हुन्छ। यदि तपाईहरुसँग स्ट्याम्प छैन भने तपाईहरुले कलमको मसी युज गर्न सक्नुहुनेछ। अर्को चाहिन्छ एप्लिकेन्ट विथ सिटिजनशिप अर्थात नागरिकता समातेको एउटा फोटो चाहिन्छ। यहाँ स्क्रिनमा देखाइ जसरी तपाईहरुले पीपी साइजकै बनाउनु होला यो फोटोलाई पनि। अर्को चाहिन्छ इलेक्ट्रिसिटी बिल इमेज वा वाटर बिल इमेज। तपाईहरुले विद्युतको महसुल तिरेको वा पानीको महसुल तिरेको एउटा फोटो चाहिन्छ। त्यो बिलको जसको भए पनि हुन्छ, जतिको भए पनि हुन्छ, जहिलेको भए पनि हुन्छ। तपाईहरुले कसैसँग मागेर युज गर्न सक्नुहुन्छ। आफ्नो घरको छ भने घरैको युज गर्नु होला। यदि भाडामा बस्नुहुन्छ भने घरबेटीको वा कसैको माग्दा हुन्छ। पाँचौं नम्बरमा चाहिन्छ नेशनल आइडी कार्ड अर्थात परिचय पत्र। यो पनि फोटो खिचेर राख्नु होला। छैठौं नम्बरमा चाहिन्छ ग्रान्डफादर्स नेम अर्थात हजुरबुवाको नाम चाहिन्छ। यो पनि राख्नु होला। र सातौं नम्बरमा इमेल आइडी र फोन नम्बर। यो भने फोन नम्बर तपाईहरुको आफ्नै नाममा भएको हुनुपर्छ। यसरी हामीले भनेका यी सम्पूर्ण इन्फर्मेसनहरु तपाईहरुले रेडी पार्नु भएको छ भने तपाईहरुले एकैछिनमा डिमेट एकाउन्ट खोल्न सक्नुहुनेछ। अब सुरु गर्नेछौ डिमेट एकाउन्ट खोल्न। डिमेट लागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजर ओपन गर्नु होला। त्यसपछि यो सर्च बक्समा जानु होला र यहाँनिर गएर तपाईहरुले कुन क्यापिटल देखि डिमेट एकाउन्ट खोल्दै हुनुहुन्छ त्यो क्यापिटल सर्च गर्नु होला। म भने ग्लोबल आइमी क्यापिटल लिमिटेड देखि तपाईहरुलाई डिमेट एकाउन्ट खोल्न सिकाउँदै छु। यसर्थ मैले ग्लोबल आइमी क्यापिटल सर्च गरेको छु। सकेसम्म तपाईहरुको बैंक एकाउन्ट पनि ग्लोबल आइमी बैंकमै छ भने सहज हुन्छ। यदि तपाईहरुको अरु बैंकमै बैंक एकाउन्ट छ र तपाईहरुले ग्लोबल आइमी क्यापिटल देखि नै डिमेट एकाउन्ट खोल्दै हुनुहुन्छ भने पनि मज्जाले पाउनुहुनेछ। यहाँनिर पहिलो अप्सन रहेको छ पहिलो लिंक, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसक्नु भयो भने अब यहाँनिर केही विज्ञापनहरु आउँछ, यसलाई क्लोज अल गर्नु होला। यहाँनिर 3 लाइन रहेको छ, यसमा क्लिक गर्नु होला र यहाँनिर लास्ट अप्सनमा डिमेट अकाउन्ट भन्ने छ, यसमा क्लिक गर्नु होला। पहिलो अप्सनमा डिमेट अकाउन्ट ओपनिङ छ, यसमा क्लिक गर्नु होला। यसरी क्लिक गर्नुभयो भने यस्तो खालको इन्टरफेस आउँछ। अब यहाँनिर सबैभन्दा पहिलो अप्सनमा ओपन न्यू इन्डिभिजुअल डिमेट अकाउन्ट भन्ने अप्सन छ। यसबाट हामीले डिमेट अकाउन्ट खोल्न सुरु गर्नुपर्ने हुन्छ। यहाँनिर क्लिक हियर भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। यसरी क्लिक गर्नुभयो भने अब यहाँनिर हाम्रो VKYC डकुमेन्ट भेरिफिकेसन भनेको छ। हाम्रो डकुमेन्ट भेरिफिकेसन गर्ने काम चाहिँ सुरुवात हुनेछ। यहाँनिर टर्म्स एन्ड रिक्वायरमेन्ट भन्ने छ। यसमा गएर तपाईहरुले के टर्म्सहरु छ, के कुराहरु आवश्यक पर्छ भनेर हेर्न सक्नुहुन्छ। तर मैले अगाडि नै तपाईहरुलाई के रेडी पार्नुपर्छ भनिसकेको छु। यसर्थ यो हेर्नु पर्दैन। अब यहाँनिरको अप्सनमा चाहिँ तपाईहरुले हल्का स्क्रल गर्नु होला।
पहिलो अप्सनमा सिटिजनसिपको फ्रन्ट भनेको छ, नागरिकताको अगाडिको फोटो। यहाँनिर ब्राउज भन्ने अप्सन छ, ब्राउज इमेज भन्ने, यहाँदेखि तपाईँहरूले अगाडिको फोटो नागरिकताको राख्नुहोला। अर्को अप्सनमा सिटिजनसिपको ब्याक भनेको छ, नागरिकताको पछाडिको फोटो राख्नुहोला। र तेस्रो अप्सनमा चाहिँ तपाईँहरूले एप्लिकेन्ट फोटो भनेको छ, जुन पिपी साइजको फोटो मैले अगाडि बनाउनु भनेको छु त्यो चाहिँ तपाईँहरूले यहाँनिर अपलोड गर्नुहोला। त्यस पछाडि प्रोसिड गर्नुपर्ने हुन्छ। वान बाई वान सिकाउने बेला अलि लामो समय लाग्छ, भिडियो निकै लामो हुने भएको हुनाले म यो सबै अपलोड गरेर देखाउनेछु। तपाईँहरूले पनि गर्नुहोला, यदि जान्नुभएको छैन भने मेरो भिडियो हेरेर पछाडि गर्नुहोला। यसरी फाइनली मैले यहाँनिर राख्नुपर्ने सबै डकुमेन्टहरू राखिसकेको छु। पहिलो अप्सनमा नागरिकताको अगाडिको भाग, दोस्रोमा पछाडिको भाग र तेस्रोमा चाहिँ एप्लिकेन्टको फोटो राखिसकेको छु। अब सिम्पल यहाँ लास्ट अप्सनमा रहेको छ प्रोसिड भन्ने, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुभयो भने केही समय वेट गर्नुहोला र हामी नेक्स्ट अप्सनमा जानेछौँ। अब यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो यहाँनिर पहिलो अप्सनमा बेनिफिसियरीको सम्पूर्ण हामीले डकुमेन्टहरू राखिसकेका छौँ। अब एड्रेस, फ्यामिली, अकुपेसन, ब्याङ्क, नोमिनी सबै हामीले राख्नुपर्ने हुन्छ। यहाँनिर 10% कम्प्लिटेड भनेको छ। अब योभन्दा पछाडिको काम चाहिँ हामीले रेगुलर गर्नुपर्ने हुन्छ। यो सबै मैले फिलअप गरेर देखाउँछु, तपाईँहरूले पनि मैले फिलअप गरे पछाडि गर्नुहोला। यदि तपाईँहरूले जान्नुभएको छ भने गर्नुहोला। यहाँनिर रेड कलरमा स्टार लागेको छ, त्यो रेड स्टार लागेको चाहिँ तपाईँहरू सबै भर्नै पर्ने हुन्छ र त्यो बाहेक अरू चाहिँ कम्पलसरी हुँदैन। तपाईँहरूले छ भने भर्नुहोला, छैन भने नभर्दा हुन्छ। यो सबै मैले अप्लाई गर्छु, यो सबै भरेर म तपाईँहरूलाई सिकाउने छु, एकछिन वेट गर्नुहोला। फाइनली मैले यहाँनिर राख्नुपर्ने सम्पूर्ण इन्फर्मेसनहरू राखिसकेको छु। अब तपाईँहरूले पनि यसरी राख्न सक्नुहुनेछ। म तपाईँहरूलाई वान बाई वान देखाउने छु। पहिलो अप्सन रहेको छ अकाउन्ट टाइप भनेको छ, यसमा इन्डिभिजुअलमा क्लिक गर्नुहोला, इन्डिभिजुअलमा टिक लगाउनु होला। दोस्रो अप्सन छ माइनरमा यस वा नो भनेको छ, तपाईँहरू माइनर हुनुहुन्छ या तपाईँहरू 18 वर्षभन्दा कम हुनुहुन्छ भने यस गर्नुहोला, छैन भने तपाईँहरूले नो गर्नुहोला। तपाईँहरू माइनर भन्दा माथि नै हुनुहुन्छ होला, नो गर्नुहोला। अब यहाँनिर स्यालुटेसन भनेको छ मिस, मिस्टर या मिस, तपाईँहरू के हुनुहुन्छ आफूलाई के भनेर बोलाउनु पर्ने हुन्छ, बिहे भएको छ भने कसरी बोलाउने, के गर्ने यो राख्नुहोला। मैले चाहिँ यहाँनिर राखिसकेको छु। अब त्यस पछाडि फर्स्ट नेम भनेको छ, पहिलो नेम इङ्ग्लिसमा राख्नुहोला। दोस्रो अप्सनमा मिडल नेम भनेको छ भने राख्नुहोला, छैन भने राख्नु पर्दैन। त्यस पछाडि अर्को अप्सनमा चाहिँ लास्ट नेम भनेको छ, यो चाहिँ राख्नुहोला। त्यस पछाडि सेम त्यस्तै गरेर तपाईँहरूले नेपालीमा पनि राख्नुपर्ने हुन्छ। पहिलो नेम राख्नुहोला, मिडल नेम राख्नु पर्दैन, छ भने राख्नुहोला, छैन भने पर्दैन, र यहाँनिर लास्ट नेम राख्नुहोला। त्यस पछाडि जेन्डरमा क्लिक गर्नुहोला र यहाँनिर मेल फिमेल अर्डर के हो यो राख्नुहोला। त्यस पछाडि अर्को अप्सनमा डिओबी डेट अफ बर्थ भनेको छ, बिएसमा यहाँनिर तपाईँहरूले सर्च गरेर राख्नुपर्ने हुन्छ। बिएसमा राख्नुभयो भने एडीमा अटोमेटिक आइहाल्छ। अर्को अप्सनमा डकुमेन्ट नम्बर भनेको छ, नागरिकताको नम्बर राख्नुहोला। र डकुमेन्ट इस्यु डेट भनेको छ, डकुमेन्टको पछाडि लास्ट अप्सनमा हुन्छ डकुमेन्ट इस्यु डेट, यो पनि यहाँनिर तपाईँहरूले सर्च गरेर चुज गर्न सक्नुहुनेछ। त्यस पछाडि हजुरको डकुमेन्ट इस्यु कहाँ भएको, कुन जिल्लामा भएको त्यो तपाईँहरूले खोजेर हल्का स्क्रल डाउन गर्नुपर्ने हुन्छ। त्यसरी तपाईँहरूले स्क्रल डाउन गरेर खोज्नुहोला, खोजेर आफ्नो जिल्लाको हुनु त्यो जिल्ला चाहिँ राख्नुहोला। र अर्को अप्सनमा नेसनलिटी भनेको छ, नेपाली राख्नुहोला। प्यान नम्बर छ भने राख्नुहोला, छैन भने राख्नु पर्दैन। इमेल आइडी र मोबाइल नम्बर यो चाहिँ तपाईँहरूले एकदमै ध्यान दिएर राख्नुहोला। विशेष गरी इमेल आइडी तपाईँहरूले कहिले पनि मिस्टेक नगर्नुहोला, एकदमै ख्याल गरेर राख्नुहोला। इमेल आइडीसम्म चाहिँ मजाले राख्नुपर्ने हुन्छ। यस पछाडि अब यहाँनिर नेक्स्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुभयो भने यहाँ हेर्न सक्नुहुन्छ 20% कम्प्लिट भएको छ। अब हामीले यहाँनिर एड्रेस भेरिफाई गर्नुपर्ने हुन्छ, एड्रेसको डिटेल राख्नुपर्ने हुन्छ। यो पनि म वान बाई वान राखेर देखाउँछु, राखिसके पछाडि तपाईँहरूले हेरेर गर्नुहोला। यदि तपाईँहरूले यो गर्दा गर्दै पहिलोमा मिस्टेक भएको जस्तो लाग्यो भने यहाँनिर तल बिचमा प्रिभियस भन्ने अप्सन छ, यसमा क्लिक गरेर पहिलेको अप्सनमा आउन सक्नुहुन्छ। पहिलोको अप्सनमा आएर तपाईँहरूले चाहिँ फेरि त्यसलाई एडिट गरेर अर्को अप्सनमा जान सक्नुहुनेछ। अब हामीले चाहिँ यहाँनिर एड्रेसको डिटेल राख्छौँ, तपाईँहरूले पनि त्यसरी राख्नुहोला। अब यहाँनिर राख्नुपर्ने सम्पूर्ण डिटेल्सहरू मैले राखिसकेको छु। केही सेक्युरिटी रिजनको कारणले गर्दा ब्लर गरेको छु, तपाईँहरूले बुझिहाल्नुहुन्छ आफूले गर्ने बेलामा। अब यहाँनिर के राख्ने भन्ने कुरा म सिकाउँछु। पहिलो अप्सन रहेको छ पर्मानेन्ट एड्रेस भनेको छ, यसमा पहिलो अप्सनमा कन्ट्री चुज गर्नुहोला, नेपालै हुन्छ। त्यस पछाडि प्रोभिन्स, कुन प्रदेशमा हुनुहुन्छ तपाईँहरू चुज गर्नुहोला। अर्को अप्सन रहेको छ डिस्ट्रिक्ट भनेको छ, कुन जिल्ला हो त्यो जिल्ला चुज गर्नुहोला। त्यस पछाडि वार्ड नम्बर कति हो र आफ्नो टोलको नेम के हो यो राख्नुहोला।
त्यस पछाडि अब करस्पोन्डेन्ट एड्रेस भनेको छ। यदि तपाईँहरूको नागरिकतामा भएको एड्रेस र अहिले तपाईँहरू जुन ठाउँमा बस्दै हुनुहुन्छ त्यो सेम छ भने तपाईँहरूले सेम एज अ पर्मानेन्ट एड्रेसमा टिक लगाउनु भयो भने भइहाल्छ। तर छैन भने तपाईँहरू अहिले कुन ठाउँमा बस्दै हुनुहुन्छ, आफ्नै देशमा हुनुहुन्छ या बाहिर कुनै विदेशमा हुनुहुन्छ, सबै इन्फर्मेसन राख्नुपर्ने हुन्छ। कन्ट्री, प्रोभिन्स, अनि त्यस पछाडि डिस्ट्रिक्ट, अनि लोकल बडी भनेको छ कुन गाउँपालिका, नगरपालिका कुन हो, वडा नम्बर, त्यस पछाडि टोलको नेम राख्नुपर्ने हुन्छ। यसरी तपाईँहरूले यो सबै राख्नुहोला, यो फिलअप गर्नुहोला। यो फिलअप गरिसक्नुभयो भने यहाँनिर नेक्स्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोला। अब यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो 40% काम चाहिँ कम्प्लिट भइसकेको छ। अब यहाँनिर चाहिँ फ्यामिली डिटेल्स भनेको छ, आफ्नो फ्यामिलीको डिटेल्स राख्नुपर्ने हुन्छ। यो पनि म सबै राखेर देखाउँछु। फाइनली मैले यहाँनिर फ्यामिली डिटेल्स पनि सबै राखिसकेको छु। अब तपाईँहरूलाई पनि सिकाउने छु, तपाईँहरूले यही अनुसारले राख्न सक्नुहुनेछ। यहाँनिर पहिलो अप्सन रहेको छ म्यारिटल स्ट्याटस भनेको छ, तपाईँहरू म्यारिड हुनुहुन्छ कि अनम्यारिड हुनुहुन्छ, यो टिक लगाउनु होला। त्यस पछाडि अर्को अप्सनमा ग्रान्डफादर्स नेम भनेको छ। ग्रान्डफादर्सको पहिलो अप्सनमा चाहिँ फर्स्ट नेम भनेको छ, फर्स्ट नेम राख्नु होला। मिडल नेम छ भने राख्नु होला, छैन भने राख्नु पर्दैन। त्यस पछाडि लास्ट नेम राख्नु होला। त्यसै गरी ग्रान्डफादर्सको अर्थात् हजुरबुवाको पनि पहिलो नेम नेपालीमा राख्नु होला। अर्को अप्सनमा दोस्रो नेममा, दोस्रोमा चाहिँ तपाईँहरूको मिडल नेम छ भने राख्नु होला हजुरबुवाको, छैन भने नराख्नु होला, लास्ट नेम राख्नु होला। यसै गरी तपाईँहरूले सेम प्रोसेस हुन्छ। अर्को अप्सनमा फादर्सको डिटेल, बुवाको नाम लेख्नु होला। त्यस पछाडि अर्कोमा चाहिँ आमाको नाम लेख्नु होला, मदर्स डिटेल भनेको छ। यो चाहिँ सबै वान बाई वान मैले भन्न लागेन, तपाईँहरूले बुझिहाल्नुहुन्छ। यस पछाडि फेरि नेक्स्ट गर्नु होला। यसरी नेक्स्टमा क्लिक गर्नुभयो भने अब यहाँ देख्न सक्नुहुन्छ 50% काम हाम्रो सकिसकेको छ। अब यहाँनिर चाहिँ हामीले अकुपेसन डिटेल्स राख्नुपर्ने हुन्छ, पेसागत जानकारी राख्नुपर्ने हुन्छ। म यो पनि राखेर देखाउँछु। फाइनली यहाँनिर मैले अकुपेसन डिटेल्स पनि राखिसकेको छु। अब यहाँनिर पहिलो अप्सन छ पोलिटिकल एक्सन भनेको छ, यसमा तपाईँहरूले नो गर्नु होला। अकुपेसन टाइप भनेको छ, यसमा चाहिँ तपाईँहरू के हुनुहुन्छ, मैले चाहिँ स्टुडेन्टको बनाउँदैछु, यसर्थ मैले स्टुडेन्ट चुज गरेँ। यदि तपाईँहरू हाउसवाइफ हुनुहुन्छ भने हाउसवाइफ गर्नु होला। तपाईँहरूको जागिर गभर्मेन्ट जागिर छ या तपाईँहरूको प्राइभेट सेक्टरको छ, तपाईँहरू आफै बिजनेसम्यान हुनुहुन्छ के हुनुहुन्छ, त्यो चाहिँ तपाईँहरूले यहाँनिर सर्च गरेर टिक लगाउनु होला। अब यहाँनिर बिजनेस टाइप भनेको छ, मैले स्टुडेन्टको लागि नै बनाउँदैछु। स्टुडेन्ट हो भने चाहिँ अर्डर गर्नु होला, होइन भने तपाईँहरूले म्यानुफ्याक्चरिङ, सर्भिस, ट्रेडिङ, अर्डर के हो त्यो राख्नु होला। त्यस पछाडि अर्गनाइजेसन नेममा चाहिँ विद्यार्थीको लागि भएर मैले तपाईँहरूले कुन कलेजमा पढ्दै हुनुहुन्छ त्यो राख्नुपर्ने हुन्छ। मैले यही लेखाएको छु, सिकाएको छु। यदि तपाईँहरूको आफ्नै बिजनेस छ या आफूले कुनै ठाउँमा जब गर्नुहुन्छ भने त्यो अर्गनाइजेसनको नेम राख्नु होला। त्यस पछाडि अर्गनाइजेसन एड्रेसमा चाहिँ स्टुडेन्ट हुनुहुन्छ भने त्यो आफूले पढ्ने कलेज क्याम्पसको चाहिँ एड्रेस राख्नु होला। र तपाईँहरूको आफ्नै बिजनेस हो या जब हो भने चाहिँ तपाईँहरूले त्यसको एड्रेस के हो त्यो राख्नु होला। अब डेजिग्नेसन भनेको छ, यसमा चाहिँ पढ भनेको छ। तपाईँहरू विद्यार्थी हुनुहुन्छ भने स्टुडेन्ट नै राख्नु होला। तपाईँहरू हाउसवाइफ हुनुहुन्छ भने हाउसवाइफ राख्नु होला। र तपाईँहरूको केही जागिर गर्नुहुन्छ या बिजनेसम्यान हुनुहुन्छ भने चाहिँ आफ्नो जे छ त्यही राख्नु होला। अब यहाँनिर इयरली इन्कम भनेको चाहिँ यसमा क्लिक गर्नु होला। र अब 1 लाखदेखि 2 लाख, 2 लाखदेखि 5 लाख, 5 लाखदेखि 10 लाख आफ्नो कति इन्कम हुन्छ त्यो अनुसार राख्नु होला। विद्यार्थी हो भने चाहिँ 2 लाखदेखि 5 लाखसम्म राख्दा हुन्छ। र तपाईँहरूको सोर्स अफ इन्कम भनेको छ, कमाउने माध्यम के हो भनेको छ। यसमा चाहिँ तपाईँहरूले फ्यामिली इन्कम राख्नु होला। स्टुडेन्ट हुनुहुन्छ, हाउसवाइफ हुनुहुन्छ भने या तपाईँहरूले आफै इन्कम गर्नुहुन्छ भने चाहिँ आफ्नो के हो त्यो राख्नु होला। अब यो सबै सके पछाडि यहाँनिर नेक्स्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। यहाँनिर देख्न सक्नुहुन्छ अब हाम्रो 60% काम चाहिँ कम्प्लिट भइसकेको छ। यहाँनिर अब हामीले ब्याङ्क डिटेल्स राख्नुपर्ने हुन्छ। यहाँनिर पहिलो अप्सन रहेको छ, यसमा तपाईँहरूले ब्याङ्कको कुन ब्याङ्क अकाउन्ट तपाईँहरूको करेन्ट हो कि सेभिङ हो यो राख्नु होला। त्यस पछाडि ब्याङ्क एकाउन्ट नम्बर राख्नु होला। अर्कोमा चाहिँ ब्याङ्क नेम भनेको छ, कुन ब्याङ्क हो त्यो चाहिँ तपाईँहरूले यहाँनिर यसरी स्क्रल गरेर चाहिँ खोज्न सक्नुहुन्छ। यसरी स्क्रल गर्नु होला। र अर्कोमा चाहिँ तपाईँहरूको ब्याङ्कको ब्रान्च, जुन मैले अगाडि रेडी पार्न भनेको छु, यो सबै ब्याङ्क डिटेल्स चाहिँ तपाईँहरूले यहाँनिर फिलअप गर्नु होला। मैले फिलअप गरेर देखाउँछु, तपाईँहरूले जान्नुभयो भने गर्नु होला, होइन भने केही क्षण पर्खिनु होला। फाइनली मैले यहाँनिर ब्याङ्क डिटेल्सहरू सबै राखिसकेको छु, तपाईँहरूले पनि राख्नुभयो होला। अब यहाँनिर नेक्स्ट भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसके पछाडि अब यहाँ चाहिँ विटनेसको डिटेल राख्नुपर्ने हुन्छ। विटनेसको नेम, सिटिजनसिपको जुन मैले अगाडि तपाईँहरूले राख्नु भनेको थिएँ, रेडी पार्न भनेको थिएँ, यो सबै डिटेल्सहरू चाहिँ यहाँनिर राख्नुपर्ने हुन्छ। यदि तपाईँहरू यहाँसम्म आइपुग्नुभयो र विटनेस चाहियो, विटनेस छैन भने तपाईँहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। भिडियोको डिस्क्रिप्सन बक्समा भएको कुनै पनि सोसल मिडिया लिङ्कबाट मलाई कन्ट्याक्ट गर्नु होला, म तपाईँहरूलाई हेल्प गर्नेछु। अब मैले यहाँनिर विटनेस डिटेल पनि राखेर देखाउँछु। यसरी मैले विटनेसको डिटेल पनि राखिसकेको छु। यहाँनिर पहिलो
विटनेसको नेम भनेको छ राखिहाले। अर्कोमा सिटिजनशिपको फ्रन्ट भनेको छ विटनेसको, यो पनि राखिसके। र अर्को अप्सनमा सिटिजनशिपको ब्याक भनेको छ पछाडिको नागरिकताको फोटो, यो पनि राखिसके। र अर्को अप्सनमा चाहिँ सिग्नेचरको फोटो भनेको छ, जसको जो चाहिँ विटनेस छ उसको चाहिँ सिग्नेचरको फोटो चाहिन्छ, यो मैले अपलोड गरिसकेको छु, तपाईँहरूले पनि गर्नुहोला। यसरी यो अपलोड गरिसक्नु भयो भने नोमिनी डिटेल्स भनेको छ हल्का मुनि जानुभयो भने नोमिनी भनेको चाहिँ हकवालामा को बस्ने, भोलि तपाईँहरूको यो पैसाको जिम्मेवारी को हुने, अर्थात् तपाईँहरू यदि मरिहाल्नुभयो या तपाईँहरू रहनु भएन भने तपाईँहरूको यो पैसा कसले हक दाबी गर्ने त, त्यसको बारेमा राख्नुपर्ने हुन्छ। यदि तपाईँहरूले नोमिनी राख्न चाहनुहुन्छ भने यस गर्नुहोला। नोमिनीका सबै अप्सनहरू राख्नुपर्ने हुन्छ। अलि झन्झटिलो प्रोसेस हुन्छ, यसर्थ नराखे पनि हुन्छ, किनभने अहिले सबै काम अनलाइनबाटै हुन्छ। तपाईँहरूले पछि अरूलाई जिम्मा दिन पनि सकिन्छ या अरूले थाहा पाइहाल्नुहुन्छ। यसर्थ नो भन्नेमा क्लिक गर्नुहोला र अब फेरि यहाँनिर नेक्स्ट भन्ने अप्सनमा क्लिक गर्नुहोला। यसमा क्लिक गर्नुभयो भने अब हाम्रो फिलअप गर्ने सबै डकुमेन्ट पुरा भइसक्यो। यहाँ देख्न सक्नुहुन्छ 80% कम्प्लिटेड भनेको छ। अब यहाँ चाहिँ अकाउन्ट होल्डर्स डकुमेन्ट भनेको छ, जसको डिमेट एकाउन्ट खोल्ने उसका सम्पूर्ण डकुमेन्टहरू यहाँ राख्नुपर्ने हुन्छ। यो सबै अप्सनमा राख्नुपर्छ। मैले यो सबै राखेर देखाउँछु, तपाईँहरू केही समय पर्खिनु होला र मैले सिकाए अनुसारले राख्नु होला। मैले यहाँनिर अकाउन्ट होल्डर्सको सबै डकुमेन्टहरू पनि अपलोड गरिसकेको छु। यहाँनिर पहिलो र दोस्रो अप्सनमा भएको यो नागरिकताको फोटो चाहिँ हामीले सुरुमै अपलोड गरेको हुँदा अहिले अपलोड गर्नु पर्दैन। त्यस पछाडि अर्को अप्सन छ लेफ्ट एप्लिकेन्ट थम भनेको छ, तपाईँहरूको डेब्री हार्टको एप्लिकेन्ट थम चाहिँ यहाँनिर अपलोड गर्नु होला, अपलोड भन्ने अप्सनमा गएर। त्यस पछाडि अर्को अप्सनमा राइट एप्लिकेन्ट थम भनेको छ, दाहिने हातको चाहिँ राख्नु होला। र अर्को अप्सन चाहिँ यसमा चाहिँ सिग्नेचर राख्नु होला। यहाँनिर स्याम्पल भन्ने अप्सनमा गएर स्याम्पल हेर्न पनि सक्नुहुन्छ, तपाईँहरूले सिग्नेचर राख्नु होला। र अर्को लोकेसनको म्याप, स्पेसली समस्या हुने भनेको लोकेसनको म्याप छ। यदि तपाईँहरू विदेशमा हुनुहुन्छ भने गाह्रो हुन्छ, तपाईँहरूले गुगलमा गएर गुगल म्यापमा गएर स्क्रिनसट गर्नु होला। यहाँनिर स्याम्पलमा देखाएछ, यसरी चाहिँ तपाईँहरूले स्क्रिनसट गरेर यो राख्दा हुन्छ। यदि यसले मानेन भने चाहिँ यहाँ मैले अपलोड गरेको अनुसारले चाहिँ यहाँ स्क्रिनमा पनि देखाएको छु, यस्तो खालको चाहिँ तपाईँहरूले म्याप राख्नु होला। त्यस पछाडि प्यान भनेको छ, प्यान चाहिँ राखे पनि हुन्छ नराखे पनि हुन्छ, यो चाहिँ अप्सनल हो। र अर्को अप्सनमा चाहिँ एप्लिकेन्ट सेल्फी होल्डिङ द ओरिजिनल सिटिजनसिप भनेको छ, नागरिकता समातेको फोटो जुन मैले अगाडि बनाउन भनेको छु यहाँ स्क्रिनमा देखाए जसरी, यो चाहिँ तपाईँहरूले अपलोड गर्नुहोला। अर्को अप्सनमा इलेक्ट्रिसिटी / वाटर बिल भनेको छ, पानीको बिल वा विद्युतको बिल जे भए पनि हुन्छ यो अपलोड गर्नुहोला, जसको भए पनि हुन्छ भनेको थिएँ मैले, यो पनि अपलोड गर्नुहोला। र नेसनल आइडी भनेको छ, तपाईँहरूको परिचय पत्रको फोटो पनि यहाँनिर अपलोड गर्नुहोला। यो सबै सकियो। डकुमेन्टहरू तपाईँहरूले एकपटक भेरिफाई गर्नुहोला, सबै ठिक छ भने तपाईँहरूले नेक्स्ट भन्ने अप्सनमा क्लिक गर्नुहोला। यसरी क्लिक गरिसक्ने बित्तिकै अब यहाँनिर हाम्रो 100% चाहिँ कम्प्लिट भइसकेको छ। अब यो पछाडि यहाँनिर सबै नो भन्ने अप्सनमा क्लिक लागेको छ, टिक लागेको छ, सबै नो भनेर राख्नु होला। र अब अर्को अप्सन छ लास्टमा टर्म्स एन्ड कन्डिसन भन्ने छ, यसमा आई एग्री भन्ने छ। यो टर्म्स एन्ड कन्डिसन तपाईँहरूले ओपन गरेर पढ्न पनि सक्नुहुन्छ, ओपन गर्नु पर्दैन। यहाँनिर आई अग्री भन्ने अप्सनमा टिक लगाउनु होला। यसरी टिक लगाउनु भयो भने अब हामीले सबमिट गर्नुपर्ने हुन्छ। सबमिट गरिसके पछाडि हाम्रो डिमेट एकाउन्ट खोल्ने लगभग सुरुको प्रोसेस चाहिँ सबै पुरा हुन्छ, जुन हामीले फर्महरू भर्नुपर्ने कुराहरू। यो तपाईँहरूले सबमिट गर्नुभन्दा पहिले चाहिँ अगाडिका ठिक छ कि छैन भनेर यहाँनिर बिचको प्रिभियस भन्ने अप्सनमा गएर ब्याक गएर सबै हेर्नु होला र रिचेक गरेर तपाईँहरूले सबमिट गर्नुहोला। म चाहिँ अब सबमिट गर्छु। केही समय तपाईँहरूले वेट गर्नुपर्ने हुन्छ, केही समय प्रोसेसिङ हुन्छ। यसरी तपाईँहरूले सबमिट गर्ने बित्तिकै अब यहाँनिर एउटा रजिस्ट्रेसन कोड भनेको छ, यहाँनिर रेफरेन्स कोड नम्बर छ। यो कोड नम्बर तपाईँहरूको मेलमा पनि गइसकेको छ, मैले यहाँ स्क्रिनमा पनि राखिदिन्छु। यस्तो खालको मेल गएको हुन्छ। अब यहाँनिर भनेको छ डु यु वान्ट टु भिजिट ब्रान्च भनेको छ, यसमा नो भन्ने अप्सन छ, यसमा नोमै क्लिक गर्नु होला। र अब तपाईँहरूले यहाँनिर हेयरमा क्लिक गर्नु होला। हेयरमा क्लिक गरिसके पछाडि भिडियो केवाइसी गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँनिर जे भनेको हुन्छ यो सबै गर्नुपर्ने हुन्छ। तपाईँहरूले यो ओपन गर्नुभयो, यहाँनिर हेयरमा क्लिक गर्नुभयो भने सबै नेपालीमा भन्छ। पहिलो अप्सनमा चाहिँ स्पिक योर नेम एन्ड एड्रेस भनेको छ, नेपालीमा आफ्नो नेम भन्नु होला र आफ्नो नागरिकतामा भएको एड्रेस भन्नु होला। त्यस पछाडि सो योर फ्रन्ट फेस भनेको छ, अगाडिको फेस चाहिँ ठ्याक्क फेसको अगाडिबाट मोबाइल राख्नु होला। त्यस पछाडि टर्न योर हेड स्लाइटली टु लेफ्ट भनेको छ, तपाईँहरूले लेफ्ट साइडतर्फ हेड घुमाउने भन्छ, तपाईँहरूको टाउको चाहिँ लेफ्ट साइडमा घुमाउने भन्छ। कहिलेकाहीँ चाहिँ लेफ्ट साइडमा भन्दा मान्दैन, थोरै राइटमा घुमाउनु भयो भनेपछि मान्छ। तपाईँहरूले धेरै घुमाउनु पर्दैन, अलिकति आफ्नो कान देखिने मात्रै गराउनु होला, धेरै फनक्कै घुम्नु पर्दैन। यसरी यो पहिलो अप्सनको भयो भने मात्र दोस्रो हुन्छ। पहिलोमा जस्तो हुन्छ त्यसको उल्टो गर्नुभयो भने मिलिहाल्छ। यसमा चाहिँ अलिकति टाइम लाग्न सक्छ, भएन भने तपाईँहरूले बारम्बार गर्न सक्नुहुन्छ। र अब अन्तिममा चाहिँ सो योर
फेस विथ आई क्लोज भनेको छ आँखा बन्द गरेर चाहिँ आँखाको अगाडि मोबाइल राखेर सो गर्नुपर्ने हुन्छ। यो सबै गर्नुभयो भने चाहिँ यहाँनिर तपाईँहरूको भिडियो भेरिफिकेसन पनि सक्सेस हुन्छ। यदि तपाईँहरूले भिडियो भेरिफिकेसन गर्दा समस्या आइहाल्यो र स्किप भइहाल्यो भने पनि तपाईँहरूले चिन्ता नमान्नु होला। भिडियो भेरिफिकेसन गर्ने अर्को अप्सन छ, त्यही रेफरेन्स कोड युज गरेर, त्यो पनि म यसैमा जानकारी दिन्छु। मैले अब यहाँनिरबाट गरेन, मैले पनि पछाडि गएर गर्नेछु, त्यही भएर मैले यहाँनिर स्किप भन्ने अप्सन चाहिँ यसमा स्किप गर्छु। अब स्किप गरिसके पछाडि यहाँनिर पेमेन्ट गर्ने अप्सन आउँछ। यसमा चाहिँ तपाईँहरूले पहिलोमा डु यु विश टु अप्लाई फर मेरो सेयर सर्भिस भनेको चाहिँ यसमा टिक लगाउनु होला, किनभने हामीलाई मेरो सेयर पनि चाहिन्छ नै। अब यहाँनिर हामीले पेमेन्ट गर्ने चाहिँ 3वटा मेथडहरू रहेको छ। पहिलोमा आइएमई पे, दोस्रोमा चाहिँ कनेक्ट आइपिएस र तेस्रोमा चाहिँ ई सेवा रहेको छ। यी सबै जुनबाट गर्दा पनि हुन्छ। मैले चाहिँ जहिले पनि ई सेवादेखि नै गर्छु, यसर्थ म चाहिँ तपाईँहरूलाई ई सेवाबाट पेमेन्ट गरेर देखाउँछु, तपाईँहरूले जुनबाट गर्दा पनि हुन्छ। यदि तपाईँहरू विदेशमा हुनुहुन्छ, पेमेन्ट गर्न समस्या पर्यो भने पनि तपाईँहरूले मलाई कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अब मैले सिम्पल यहाँनिर ई सेवामा टिक लगाउँछु र प्रोसिड भन्ने अप्सन चाहिँ यसमा क्लिक गर्छु। यसमा क्लिक गरिसके पछाडि यहाँनिर हजुरले ई सेवाको आइडी र पासवर्ड राख्नुपर्ने हुन्छ। म यो पनि राखिहालेँ। तपाईँहरूले ई सेवा चलाउनुहुन्छ भने ई सेवा, यदि ई सेवा छैन तपाईँहरूले आइएमई आइपिएसबाट गर्दै हुनुहुन्छ भने पनि यस्तै नै सेम प्रोसेस हुन्छ, तपाईँहरूले यही अनुसारले गर्नुहोला। यसरी मैले आइडी पासवर्ड राखिसकेको छु। अब लगइन भन्ने अप्सन चाहिँ यसमा क्लिक गर्छु। लगइन भन्ने अप्सनमा क्लिक गरेपछि यहाँनिर तपाईँहरूले 2 मिनटभित्रमा तपाईँहरूको ई सेवामा भएको नम्बरमा चाहिँ एउटा टोकन जान्छ, नम्बर जान्छ, त्यो चाहिँ 2 मिनटभित्र यहाँनिर इन्टर गरिसक्नु पर्ने हुन्छ। म चाहिँ गरिहालेँ। यसरी मैले यहाँनिर इन्टर गरिसकेको छु। अब यहाँनिर भेरिफाई भन्ने अप्सनमा क्लिक गर्नु होला र भेरिफाई गरिसके पछाडि अब यो ई सेवा नम्बर कसकोमा छ, कति ब्यालेन्स छ, सबै यहाँनिर देखाउँछ। मैले यो चाहिँ ब्लर गरेको छु। अब यहाँनिर कन्टिन्यू भन्ने अप्सनमा क्लिक गर्नु होला र यहाँनिर अब तपाईँहरूको डिमेट एकाउन्ट खोल्ने सबै कति पैसा लाग्छ भन्ने देखाएको छ। 205 रुपियाँ 56 पैसा ई सेवा सर्भिस सहित लाग्छ भनेको छ। अब पे भिया ई सेवा भन्ने छ, यसमा क्लिक गर्नु होला। यसरी क्लिक गर्ने बित्तिकै अब यहाँनिर देख्न सक्नुहुन्छ सक्सेस भइसकेको छ। तपाईँहरूको डिमेट एकाउन्ट खोल्ने काम चाहिँ लगभग पुरा भइसकेको छ। यदि पेमेन्ट गर्ने बेला पनि समस्या आयो, अहिले पेमेन्ट गर्न पाउनु भएन, ब्याक भइहाल्यो भने पनि डोन्ट वरी, तपाईँहरूले पछाडिबाट पनि पेमेन्ट गर्न सक्नुहुन्छ। अब मैले पेमेन्ट गर्ने र भिडियो भेरिफिकेसन पछिबाट कसरी गर्ने यसको बारेमा पनि सानो जानकारी दिन्छु। त्यसको लागि यहाँनिर ब्याक भन्ने अप्सन छ, सिम्पल हामी ब्याक आउँछौँ। ब्याक आइसके पछाडि अब यहाँनिर यो अप्सन आउँछ। यो अप्सन आएन भने पनि तपाईँहरूले सुरुबाट क्यापिटल ओपन गरेर यो अप्सन आउनु होला, जुन पहिलो अप्सनबाट हामीले डिमेट एकाउन्ट खोल्यौँ। अब दोस्रो अप्सनमा चाहिँ भिडियो भेरिफिकेसन भन्ने छ, यसमा क्लिक हेयर भन्ने अप्सन छ, यसमा क्लिक गर्नु होला र अघिको हामीले भिडियो भेरिफिकेसन गर्ने काम चाहिँ यहाँबाट गर्न सक्छौँ। तपाईँहरूको मेलमा गएको रेफरेन्स नम्बर हुन्छ, त्यो रेफरेन्स कोडलाई चाहिँ यहाँनिर क्लिक गरेर यहाँनिर पेस्ट गर्नु होला, टाइप गर्नु होला र यहाँनिर अगाडिको जस्तै हेयर भन्ने अप्सन आउँछ, त्यसमा क्लिक गर्नु होला र मैले अगाडि भनेअनुसारले सबै प्रोसेसहरू गर्न सक्नुहुन्छ। यहाँ तल जे भनेको छ सबै नेपालीमा भन्छ। यसरी तपाईँहरूले भिडियो केवाइसी गर्न सक्नुहुन्छ। अब म तपाईँहरूलाई पेमेन्ट कसरी गर्ने त, पेमेन्ट गर्दा मिस्टेक भइहाल्यो, अगाडि ब्याक भइसक्यो भने अब यही अप्सनमा आउनु होला, हल्का लास्टमा जानु होला। डिमेट रजिस्ट्रेसन पेमेन्ट भनेको छ, पैसा तिर्ने अप्सन यहाँ छ। यहाँनिर क्लिक हेयर भन्ने अप्सनमा आउनु होला र त्यही रेफरेन्स नम्बर यहाँनिर तपाईँहरूले पेस्ट गर्नु होला र माथि चाहिँ सब्सक्राइब टु मेरो सेयर भन्ने चाहिँ यसमा टिक लगाउनु होला र यहाँनिर रेफरेन्स कोड नम्बर चाहिँ राख्नु होला। यो राखेर चाहिँ इस्युबारदेखि आइएमई पे कनेक्ट आइपिएस केदेखि गर्ने सेम प्रोसेस चाहिँ गर्नु होला प्रोसिड अप्सनमा गएर। यसरी तपाईँहरूले मजाले गर्न सक्नुहुन्छ। पेमेन्ट गर्ने, भिकेवाइसी गर्ने सबै पछाडिबाट पनि गर्न सक्नुहुनेछ। यसरी डिमेट एकाउन्ट खोल्ने काम पुरा भएको छ। अब हामीलाई केही दिनभित्रमा, पहिले 2 दिनभित्रमै मेल आउने गर्थ्यो, अब चाहिँ 4-5 दिन लाग्ने गर्दछ। अहिले सिस्टम केही सोलो भएको छ, यसर्थ 4-5 दिन पछाडि डिमेट एकाउन्ट खुल्यो भनेर मेल आउँछ। साथै CKYC को पनि मेल आउँछ। CKYC मा गएर हामीले पासवर्ड चेन्ज गर्यौँ भने मात्र मेरो सेयरको डिटेल्सहरू आउँछ। त्यस पछाडि मात्र हामीले कसरी लगइन गर्ने, कसरी आइपिओ भर्ने, यी सम्पूर्ण प्रक्रियाको बारेमा एउटा सानो एकदमै काम लाग्ने भिडियो ल्याएर आउनेछौँ। यसर्थ तपाईँहरूले डिमेट एकाउन्ट खोलिसक्नु भयो भने त्यो भिडियो हेर्नै पर्ने हुनेछ। यो भिडियो निकै लामो भइसकेको हुँदा हामीले त्यो भिडियोको लिंक यो भिडियोको डिस्क्रिप्सन बक्समा राखिदिएका छौँ।